नमस्कार छ साथीहरू, उषा किचनमा स्वागत छ तपाईँहरूलाई। आज म बफको मासु बनाउँदैछु, भैँसीको। र अब तपाईँहरू कस्तो प्रकारले बनाउनुहुन्छ, मेरो तरिकाले बनाउने चाहिँ म तपाईँहरूलाई देखाउँदैछु। फर्स्टमा त अब अलिकति तेल हाल्नु पर्यो होइन, कम्ती। अन्त मैले यसमा चाहिँ गरम मसलामा चाहिँ मैले यहाँ दुईटा ल्वाङ, अलिकति जिरा अनि दालचिनी, अन्त दुईटा छोटा अलैँची, अन्त 5वटा चाहिँ मैले मरिच हालेको छु। यो चाहिँ अब तेलमा उयो गर्नुलाई, पड्काउनुलाई। त्यहाँदेखि चाहिँ म यसमा प्याज हाल्दै जाँदैछु। प्याजलाई चाहिँ एकछिन रातो भइन्जेल, अलिकति फ्राई भइन्जेल चलाउनुपर्छ। अन्त त्यहाँदेखिको मैले अदुवा लसुनको पेस्ट बनाइराखेको छु यहाँनिर पिसेर। अब यो अदुवा लसुनको पेस्ट बनाइदिन्छु। हल्दी, अलिकति रङ खोर्सानी हाल्छु, किनभने मेरो नातिले पनि खान्छ, त्यसले गर्दा पिरो हुन्छ। र त्यहाँदेखि कम्ती जिराको धुलो, यो धनियाँको धुलो हो। अब यो जिरा पाउडरको धुलो मैले यो घरमै पिसेर बनाएको, धनियाँ जिरा घरमै पिसेर बनाउँछु। अलिकति कलरको नाममा अलिकति कलर हाल्छु है। चलाउनु हुन्छ, चलाउनु पऱ्यो होइन। अलिक आगो कम्ती गर्छु। स्वाद अनुसार अब के भन्छ, मासु कति छ त्यो अनुसारले नुन हाल्दैछु हो। नुन हालेँ। अब म यसमा चाहिँ मासु हाल्दैछु। भैँसीको मासुमा चाहिँ हड्डी हुन्छै हुन्छ। सुन्नुभयो होला साथीहरू, टाङटाङ र टुङटुङ बजेको है। र साथीहरू, मेरो भैँसीको मासु रेडी भयो। अनि मकै र चामल मिसाएको भात। एकदम अब टेस्ट चाहिँ कस्तो भयो, अब त्यो चाहिँ अब आफूले खाएर मात्रै याद हुन्छ हो।
भैँसीको मासु अनि मकैको भात अन्त टिम्बुरको अचार। हेर्नुहोस् साथीहरू, ल है त साथीहरू, आजको मेरो रेसिपी चाहिँ यही हो है। धन्यवाद, नमस्कार।